सुलसुले स्वर्ग भने स्वर्ग नै हो। अब मरि त हालियो। अनि तपाईँ चाहिँ के पिरले मर्नुभयो नि? साह्रै दुःख लाग्दो कहानी छ भाइ। जब म अफिसबाट घरमा आएँ, मेरो श्रीमती त अर्कै नाटोसँग सुतिरहेको पाएँ। त्यसका अब कति बाठी रहेछ, आँखा झिमेक गर्न नपाइकन त्यसको नाठोलाई त कता लुकाइ लुकाइ। घरको सबै कुना काप्चाहरू खोजे, कतै भेटिनँ त्यसको नाठोलाई। त्यसपछि साह्रै दुःख लाग्यो, दुनियाँदेखि आजित भएर झुन्डेर मरे। बिचरा दाइ, साह्रै ठुलो धोका पाउनु भयो त तपाईँले त। अनि घरको सबै कुना काप्चामा खोज्नुभयो त? पक्का खोज्नु भएको हो त? खोजेँ नि भाइ, घरको सबै कुना काप्चातिर खोजेँ, कहीँ भेटिनँ। त्यसपछि लौ मोज गर भनेर मरे। बुझ्नु गऱ्यो मोज। घरको सारा संसार खोज्ने मान्छेले त्यो फ्रिजमा आएर हेरिदिएको भए त न तिमी मर्थ्यौ न म मर्थ्यो। त्यो त हो नि भाइ। सारा घरको कुना काप्चा सारा घरको कुना काप्चाहरू खोजेँ, त्यसपछि त्यसको नाठोलाई कहीँ भेटिनँ। त्यसपछि साह्रै दुःख लागेर घाँटीमा एक्सन फुत्रो गर्ने मोज। घरको सबै ठाउँमा खोज्ने मान्छेले त्यो फ्रिजमा हेरिदिएको भए त डबल फ्रिज। साह्रै ठुलो धोका पाउनु भएछ। अनि घरको सबै कुना काप्चामा खोज्नु भयो त? पक्का खोज्नु भएको हो त? खोजेँ नि भाइ, घरको सबै कुना काप्चातिर खोजेँ, कहीँ भेटिनँ। त्यसपछि लौ मोज गर भनेर छोडेर आएँ। Namaste, please subscribe. Namaste, please subscribe.